आज हामी हेर्छौँ आफ्नो मोबाइलबाट आफ्नो सेयरहरूलाई कसरी सेल गर्ने। ओके, सो मसित नासा एक्सको एप छ, म त्यसमा जान्छु। त्यसपछि यहाँ लगइन गर्नुपर्छ। लगइन गरेपछि तपाईँहरू हेर्नुहुन्छ यस्तो इन्टरफेस आउँछ। सो इफ तपाईँलाई सेल गर्नु छ देन फर्स्ट अफ अल तपाईँ हेर्नुहुन्छ यहाँ नेभिगेसन मेनुमा 5वटा मेनु छ। तपाईँलाई होल्डिङमा क्लिक गर्दा यहाँ तपाईँलाई हेराउँछ तपाईँसित कतिवटा होल्डिङमा सेयर छ, कुन कुन कम्पनीको छ, देन तपाईँलाई कुनमा को सेल गर्नु छ त्यसमा जस्ट क्लिक गर्नु छ। जस्तै मलाई NRM को सेल गर्नु छ, म यसमा क्लिक गरेँ। यहाँ सबै कुरा अलरेडी हेराइदिन्छ, सबै इन्फर्मेसनहरू। ओके, सो यहाँ दुईवटा बटन भेट्छ तपाईँलाई, एउटा बाई गर्ने एउटा सेल गर्ने। मलाई यसको सेल गर्नु छ, म सेलमा क्लिक गर्छु। ओके, देन यहाँ तपाईँलाई सबै कुरा हेराएर होला कि तपाईँसित कति क्वान्टिटी छ, यो सेयरको प्राइस अहिले मार्केटमा कति छ, मार्केटमा बायर कति छ यो सेयरको र सेलर कति छ यो सेयरको। ओके, यहाँ हेर्नु होला हाइएस्ट कति थियो यो विकको, 52 विकको पनि छ, अनि लोएस्ट कति थियो। सो आजको प्राइस 400 छ पर सेयरको। सो मलाई मसित 10वटा क्वान्टिटी छ, मलाई 10वटाको 10वटा नि सेल गर्नु छ। देन तपाईँ यहाँ कुनामा हेर्नुहुन्छ डेज लेखेको तल LH मा 388 to 412 सम्म तपाईँले सेल गर्न सक्नुहुन्छ। सो देन अहिलेको प्राइस छ 400, म 405 पनि हाल्न सक्छु। यहाँ दिएको हाइएस्ट 412 सम्म हाल्न सक्छु। इफ यो सेयरको प्राइस 405 सम्म आउँछ भने यो मेरो सेयर अटोमेटिकली सेल भइहाल्छ। देन बडी मलाई के गर्नु छैन, मैले प्राइस सेट गरिदिएँ, क्वान्टिटी सेट गरिदिएँ र सेलमा जस्ट क्लिक गरिदिन्छु। ओके, ठिक छ, मेरो अर्डर एक्सेप्टेड भइसक्यो सेलको। अब यो मार्केटमा यो सेयरको प्राइस 405 सम्म आउँछ, देन मेरो सेयर सेल भइहाल्छ। ओके, सो यति नै आजको भिडियोको लागि। इफ तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब, भिडियोको लाइक कमेन्ट र सेयर गर्नुहोला। भेटौँला अर्को भिडियोमा।